हेलो गुड मर्निङ सेवारो। सो अहिलेको अपडेट भन्नुपर्दा चाहिँ म अलिकति हिँड्नु सक्ने अलिकति उठ्नु सक्ने चाहिँ भएको छु। बोल्नु त अस्तिदेखि नै करा हो बेसी बोल्नु पनि हुँदैन अरे यहाँ तल अब भरे यो हुन्छ। अन्त आई डोन्ट नो अब चाहिँ घाउ अब चिलाउँदैछ बनाउनु पनि हुँदैन अरे घाउ चिलाउँदैछ हो। अन्त हिजो आन्नेले आएर लुगा ओराएर लगिदियो किनभने मेरो नाइटीहरू पनि सबै टाल्लिने घाउ टाल्लिने रहेछ। यो भेस्टले चाहिँ धन्दा टाल्दैन हो। अन्त अहिले चाहिँ रेस्ट गरिरहेको छु। भाउजूहरू लन्चको लागि गएको छ, अहिले ब्रेकफास्टको लागि गएको छ। बिचारा भाउजू पनि अलरेडी बिमार, दाजुको ड्युटी लागिसक्यो। अन्त फेरि मेरो चाहिँ साथीहरू अब मेरो खुसीको कुरा हो, फेरि मेरो अल्सर भइरहेको थियो प्लस भुँडीमा पानी मासु पनि पलाइरहेको थियो। त्यसको पनि ट्रिटमेन्ट गभर्मेन्टले नै गरिदिँदैछ। अब भोलि डक्टर देखाउँछ एकपल्ट, अन्त डक्टरले के भन्छ त्यसको थ्रु हामी जान्छौँ हो। थ्याङ्क यू सो मच हृदयबाट नै थ्याङ्क यू। ब्रेकफास्ट चाहिँ बनाना एप्पल किचनको लागि भाउजू एउटा भाउजूले डाइरेक्ट चाहिँ गर्दैन रहेछ, एउटा सम्झिँदै कट्टो आएछ त है। मसिनो काटेर हुन्छ नि। बिमारी मान्छे भिडियो बनाउनु पनि भएको छैन। मेरो दिदी आन्टी आउनु भएको छ, बिचारा मलाई भेट्नु टाढोबाट कति टाढो बस्नुहुन्छ रहेछ तपाईँ। अन्त छैन किन अन्त चाहिँ भिडियो बनाउनु मेमोरिजको लागि म सब यस्तो सिलगढी जग्गामा आएर भेटिदिनु भयो मलाई, त्यसरी आँट दिनुभयो। अझै म त बस्छु, अब सबै जाँदैछ। आज मलाई पुरा मन दुख्थ्यो कि अब सबै गएर अब सबै जाति हुँदै। अझै मेरो त अब अल्सर पानीको अन्त आन्ने आउनु भएको छ, बिचारा आन्ने के पो कल गरी आउनु भएको। थ्याङ्क यू सो मच यार। भयो बिचारा लक्ष्मी दिदीले ल्याइदिनु भएको हो। यो पनि छ, यो सन्दीप दाजुलाई कि सिन्तला यो पनि खानु हुँदैन अरे, यो म खानु हुँदैन। Sivaru sir, first of all, I would like to thank Garib Jan Kalyan Prokasta entire team. Respected Shri Prem Singh Tamang sir, thank you so much, and also Sital madam, thank you so much. सर हजुरले गर्दा मैले फ्री ट्रिटमेन्ट गर्न पाएँ। अन्त मेरो स्टोनको अपरेसन सक्सेसफुल भएको छ। अन्त हस्पिटलबाट डिस्चार्ज भएर पनि म अहिले होटेलमा स्टे गरिरहेको छु। तर मेरो एउटा मात्रै बिमार होइन, मेरो अझै 3टा बिमार रहेको छ। अल्सर प्लस भुँडीमा पानी, अन्त मासु पनि पलाएको छ अरे। अन्त मनोज सरले भन्नुभएको के पो आज होटेलमा स्टे गर, टुडे सन्डे, सो टुमरो चाहिँ मेरो रिपोर्ट लगेर डक्टरकोमा गएर कन्सल्ट गरेर के भन्छ कसो हो त्यहाँनिर एडमिट हुनुपर्छ भनेर चाहिँ यता सिलगढीमै सक्छ भनेर चाहिँ सिलगढीमै एडमिट गर्छ, नभने उता सिक्किममै पनि हुन्छ भनेर चाहिँ एसटिएनएममा लानुहुन्छ अरे। हृदयबाट नै थ्याङ्क यू सो मच श्री प्रेम सिंह तामाङ सर, तपाईँलाई धेरै धेरै धन्यवाद। अन्त यो भिडियो चाहिँ तपाईँ सामु पुगोस् धेरै। अन्त वान्स अगेन यरी नुगेन सबैजनाले सेयर गरिदिनुहोस् होला। यो भिडियो चाहिँ हाम्रो अनेबल सिएम सरको सामु पुग्छ होला भन्ने आशा पनि राखेको छु। थ्याङ्क यू सो मच सर। वान्स अगेन तपाईँलाई जति थ्याङ्क यू दिँदा पनि पुग्दैन। मन हृदयबाट नै थ्याङ्क यू सो मच सर। अन्त पर्सनल्ली तपाईँसँग एकताल भेट्ने मन पनि राखेको छु। तपाईँसँग भेट्ने मौका पाउँछु होला एक दिन। थ्याङ्क यू नुगेन। ल भाउजूले पेकिङ गरिदिँदैछ मेरो फलफुलहरू देख भनिदिनुहोस् त। फलफुलहरू चाहिँ उसलाई हेर्नु चाहिँ यति बेसी सामानहरू उसको चाहिँ उसलाई हेर्ने मान्छेले सय फलफुल ल्याइदिएको। भाउजूले बिचारा पेकिङ गरिदिँदै हुँदैछ। बिग्रेर कति माया गरेको मलाई, माया गर्नेले पनि थ्याङ्क यू सो मच सबैजनालाई हृदयबाट नै थ्याङ्क यू। भाउजूले चाहिँ पेकिङ गरिदिँदैछ, म त अब सक्दिनँ हो। अघि एकछिन उभिएको कस्तो हालत भएको थियो भन्नुहोस् त भाउजू। सिरियस भएको थियो, हामीलाई टेन्सन भएर यहाँनिर आएर
एक्सर्साइज गरेर आएर त साथीहरू म त मुस्कान अन्नमा मात्रै मुस्कान नि भुर्के हो के हो दबाई खाएँ 1500 लवर अब अझै 2टा रहेको छ निन्द्राको चाहिँ अहिले चाहिँ मात्र सबै 1 केजी ल्याइदिएको रहेछ नि त बाटो गान्तोक पुग्दा आधी खाइसक्छ होला घर फ्याँक्दिनँ नि त्यो त लु साथीहरू भोलिको लागि अब म जान्छु कि जाँदिनँ याद छैन मेरो फलफुल चाहिँ यति बेसी ल्याइदिनु भएको छ हेर्ने आउनुले थ्याङ्क यू सो मच यो चाहिँ मेरो फ्री दबाईहरू है यहाँ आउँदै दिएर दबाई यहाँ आउँदै सबै दबाई यहाँ दबाई 25-26 वटा है भाउजू कति यो चाहिँ भाउजूको है मिठाई मेरो है त्यो त्यही भाउजू लाग्नु त तपाईँ लानु त्यो हो त्यो तपाईँ लानु गाडीमा खानुको साथीहरू नाच्नु जाने नानी चाहिँ अगन टेरो हो भनेर चाहिँ कथा सुनेको आज चाहिँ मैले रियल देखेको छु अनुहार चाहिँ म देखाउँदिनँ कि तर आज रियलमै देख्यो नाच्नु जाने नानी चाहिँ के हुँदो रहेछ भनेर चाहिँ तपाईँहरूले पनि बुझ्यो होला हो सो अब चाहिँ गुड नाइट एभ्रिवान अब चाहिँ अहिले चाहिँको अपडेट चाहिँ यति छ भाउजू माम खानुहुँदैछ दाजु ल्यान्डिङमा दिनुहुँदैछ अन्त मैले निन्द्राको दबाई खाएको कि अब निन्द्रा आउनु थाल्यो गुड मर्निङ एभ्रिवान अछिनबाटै सेवा हो सबैजनालाई सो अहिलेको अपडेट भन्दा चाहिँ 7:30 हुनु आँटेको छ हो अब दाजुबा पनि भाउजूबा पनि मेरो रिपोर्ट लगेर हस्पिटल जानुहुन्छ अन्त अब डक्टरले के भन्नुहुन्छ हो तर म चाहिँ एकैताल चाहिँ दबाई खाँदैछु मैले अलरेडी नै मलाई आई थिङ्क यो दिन्छ जस्तो लाग्यो डिस्चार्ज दिन्छ जस्तो लाग्यो दबाई खाएर 1-2 दिन बादमा मेरो यो अपरेसनको अलिक मजाले नै उठ्नु मजाले जाती भएर आओस् भन्छ जस्तो लागिरहेको छ यो पछाडि देख्नु भएको सबै दबाई हो यो यम सधैँ दबाईहरू होइन म अचेलमै सुतिरहेको छु आज त झन् साह्रो पुरा कम्बर दुख्दैछ एउटा सिरानी गर्दै घटाउँदै जाँदैछु किनभने म अक्लोमा सुत्ने बानी गरेको थिएँ कि अक्लोमा सुत्नु हुँदैन अरे कुम्चिन्छ अरे हो आन्टीहरूले भन्दा पुरा सजेस्ट दिनेहरू कति बिच भएको थियो थ्याङ्क यू सो मच यति धेरै माया पाउँछु भनेर चाहिँ मैले कहिल्यै सोचेको थिइनँ थ्याङ्क यू सो मच म त अब हृदयबाट नै थ्याङ्क यू एकदम थ्याङ्कफुल छु अन्त यहाँ भाउजूहरूसँग झन् थ्याङ्कफुल छु अब दुईवटा गर्दै घटाउँदैछु सिरानी फुल कहिले 2 पटक फक्रिँदैन मानिसको जन्म कहिले 2 पटक हुँदैन पाउन त धेरै नै मानिसहरू पाइन्छ यो संसारमा तर हजारौं गल्तीहरूलाई माफी दिने बाबा आमा कहिले पाइँदैन तपाईँहरूले देख्नुहुँदैछ नि सबै स्टोर पेसेन्ट हो यहाँनिर सबै रिक्सामा चढ्दै गएको छ हाम्रो सरले चाहिँ यस्तो राम्रो काम गर्नुहुँदैछ हाम्रो गरिबको लागि गरिबजनको लागि गरिबजन गरिबजन कल्याण प्रकोष्ठले चाहिँ यस्तो राम्रो काम गर्दैछ हो मलाई पनि हेर्नु न यस्तो तागत बनाइदियो अब अझै मेरो 3टा ट्रिटमेन्ट पनि फ्री नै हुनेछ यति खुसी भएको छु अब हुन्छ नि जति थ्याङ्क यू भनेर दिँदा पनि सक्दिनँ अनि यहाँ तपाईँले सबै देख्नुभएको छ नि सबै स्कुलको पेसेन्ट के पेसेन्ट हो सिक्किमको सबै सिक्किमबाटै आउनु भएको यो भिडियो चाहिँ सरहरूले हेर्नुहुँदैछ भने चाहिँ थ्याङ्क यू सो मच सर तपाईँहरूले यति दामी फेसिलिटीदेखि लिएर एभ्रिथिङ सबै फ्री गरिदिनु भएकोमा थ्याङ्क यू सो मच हेलो साथीहरू सो अहिले चाहिँ म बाहिर निक्लिरहेको छु वाइफाईको लागि अलिकति किनभने माथि नेटै चल्दैन हो अन्त चाहिँ यहाँनिर पूजा पनि गर्यो अलिकति टिका पनि लगाइदिनु भयो आउनु भएको थियो हो अन्त हेर्नु ओठहरू पुरा फुटिरहेको छ लक्ष्मीको हालत अहिले यस्तो भइरहेको छ स्वेलिङ पनि भइरहेको छ यो कोम एकदम दुख्दैछ किनभने अस्ति यस्तो यो इन्जेक्सनले गर्दा होला अन्त अहिले चाहिँ अलिक हिँड्नु सक्ने चाहिँ भएको छु रिङ्गाटो चल्छ हिजो चाहिँ एकछिन एक्सर्साइज गरेर गएको झन्नै लक्ष्मी सेल्टे आज चाहिँ मेरो छुट्टी भन्दा पनि 1 विकको लागि चाहिँ मैले ग्याप मागेको किनभने म अर्को चाहिँ गर्दिनँ फेरि अर्को बिमारको फेरि म ट्रिटमेन्ट स्टार्ट गर्दिनँ 1 विक चाहिँ पर्खिदिनु भनिराखेको छु हो मेरो किनभने दबाई एकदमै बेसी छ दबाई 23-24 वटा छ म त्यति बेसी दबाई खान पनि सक्दिनँ अन्त प्लस मेरो एकदमै प्यारो दिदी नेपालबाट पनि आउनुहुँदैछ मलाई भेट्नु म पनि एक्साइटेड छु भेट्नुको लागि फर्स्ट टाइम एक्साइटेड दिदी छिटो भेटौँ सेवारो सबैजनालाई सो अब चाहिँ अहिले चाहिँ मलाई अघि दाजु जानुभएको थियो रिपोर्ट लगेर मेरो डक्टरले फेरि मलाई नै भेट्ने 11 बजी आउनु भनेको छ अरे चाहिँ रेडी भएर अब चाहिँ म जाँदैछु भाउजूले मलाई यहाँ केसहरू पार्टीतिर आज चाहिँ शीतल फिल भइरहेको छ अलिक
अनि माइली अरू बेला त अब माइली फिल भइरहेको थियो होइन आज त मजाले अब यहाँनिर अलिक यसो उठ्नु पनि भएको छ अन्त अलिक तागत पनि आएको छ हो न त केसहरू छपछुप बाँध्दा शीतल फिल भइरहेको छ अब चाहिँ हस्पिटल गएको अपडेट दिने कस्तो ल सो अहिले चाहिँ हस्पिटलमा आइपुगेको छु हो दाजु पनि भेट्यो भाउजू यहाँ बस्नु भएको छ अब म्याडमलाई पनि पर्खिँदैछु डक्टर आइपुग्नु भएको छैन अरे अब डक्टरले मलाई चेक गरेर के भन्नुहुन्छ तपाईँहरूलाई पनि अपडेट दिन्छु ल सबैजनालाई कति शीतल देखेको छ है आज मलाई केस सबै बाटेर किनभने भाउजूले निकै दिन बादमा पोलिदिएको छ किनभने आफै त हात यसो गर्नु सक्दैन हो मेरो भाउजू आमाले जस्तै यहाँ सेयर गर्दैछ आमाले जस्तो सेयर गर्दैछ भाउजूलाई भएपछि भाउजू म भएपछि भाउजूलाई त्यसरी सेयर गर्छु भाउजू पनि अलरेडी बिमारै हो साथीहरू यहाँनिर हस्पिटलमा बस्दा मैले कस्तो दामी यहाँ कोटेसन देखेँ एन्जाइटीको हो हेर्नु चाहिँ कसो एन्जाइटीले कन्ट्रोल गर्न सकिन्छ भन्दा चाहिँ हाउ डु आई कन्ट्रोल माई एन्जाइटी भन्दा चाहिँ ट्राई डिप ब्रिथिङ एक्सर्साइज इन्क्रिज युर फिजिकल एक्टिभिटी लाइक वाकिङ साइक्लिङ स्विमिङ टक टु फ्यामिली एन्ड फ्रेन्ड्स आई नो अफ द नट अब सबै छेले हो फेरि दिदी त पनि अपरेसन अयो के पो उताको भिडियो बनाउनु पनि दिदी त कस्तो दामी लेखेको रहेछ तपाईँहरूले What it does your irritational thoughts to take over the कस्तो दामी लेखेको रहेछ यहाँनिर बिना के आउनु भएको छैन कि एकैछिन वेट गर्नुहोस् ल आज डोन्ट वरी अब यही त छ होइन अब यही छ भने त अब मैले भनेको थिएँ हाम्रोमा यहाँ आएको मान्छेहरू कोही निराश भएर फर्किँदैन भनेर कस्तो लाग्यो तपाईँले अगाडि भनेको थिएँ होइन हाम्रोमा आएको पेसेन्टहरू कहिले पनि निराश भएर फर्किँदैन हो बस्नु एकछिन हो म त एकदम हेप्पी मेरो हामीले रिपोर्ट दिएको चाहिँ अहिले हाम्रो यता हेर्दाखेरि चाहिँ त्यस्तो प्रब्लमहरू छैन भन्दैछ हो प्रब्लमै छ भने कुरा भइरहेको छ हाम्रो थ्रु आएको मान्छेहरू सबै हाम्रैबाट भइहाल्छ नि ओके ह्याप्पी एकदम ह्याप्पी एकदम खुसी छ मेरो फ्यामिलीको गर्नु पनि धेरै धन्यवाद ओके अन्त अल्सो दिपक सर है दिपक सरलाई पनि थ्याङ्क यू सो मच मेरो नाम दिव्या पराजुली पराजुली म्यामलाई पनि थ्याङ्क यू सो मच सपोर्ट भयो गेट वेल सुन फेरि पनि होइन खुसी भयो है तपाईँहरू खुसी हुने हामी खुसी हुनु हो होइन हाम्रो पेसेन्टहरू जति बनाएर पठाउनै हाम्रो धर्म हो होइन हाम्रो सेल सापलाई पनि धेरै धेरै धन्यवाद भन्नुपर्छ धेरै हृदयबाट धन्यवाद बस्नु वेट गर्नु ओके म्याम मेरो चाहिँ डक्टर आएको छैन 12:30 मात्रै आउँछ अरे 12:30 हुन त्यो 12:20 भइसकिसक्यो हो भोक लागेर मलाई मन आँट्यो मेरो दबाई खाने टाइम पनि भइसकिसक्यो यहाँ बस्नु पनि साह्रो पऱ्यो मलाई किनभने यहाँ घाउ दुखेर हो अपरेसनकोले अन्त निन्द्रा पनि लाग्दैछ गरम एकदम गरममा बस्नु मन परिरहेको छ जाडो पनि लाग्दैछ कुनै त के भयो ज्वरो त आएको होइन कि त्यो बेसी एसीमा बसेपछि चाहिँ मलाई सास फेर्नु साह्रो पर्छ त्यो भएर चाहिँ यहाँ बाहिर निलाएको छु डक्टरै आउनु भएको छैन आज चेक गरेर चाहिँ जाइहाल्ने इमर्जेन्सी चेक गरेर चाहिँ खुसी फेस किनभने साथीहरू मेरो रिपोर्ट एकदमै राम्रो आयो किन भन्दा चाहिँ बायोप्सीको चाहिँ आएको छैन तर डक्टरले त्यो जुन मेरो त्यो इन्डोस्कोपी क्लोनोस्कोपीको देखाएँ यतानिर यही नर्थ बेङ्गल मेडिकल हस्पिटलमा अन्त रिपोर्टमा डक्टरले के डराउने कुरै छैन डक्टरले मेडिसिनहरू लेखिदिएको छ खुसी हजुर है म खुसी भयो अलिकति यसै पढिन्छ एकदमै खुसी भइरहेको छु होइन अन्त फेरि वान्स एगेन हाम्रो सेल सरलाई धेरै धेरै धन्यवाद फ्री ट्रिटमेन्ट पनि गरिदियो सबैजना एन्ड यो गरिब जन कल्याण प्रकोष्ठको एन्टायर टिमलाई नै थ्याङ्क यू सो मच यस्तो पोलाइट कस्तो राम्रो यसरी लिएर ट्याक्सी फेयरदेखि लिएर एभ्रिथिङ फ्री सबै कस्तो दामी एन्टायर टिमलाई नै थ्याङ्क यू सो मच अन्त मेरो रिपोर्ट चाहिँ खुसी आएर चाहिँ मेरो एकजना अङ्कल पनि हुनुहुन्थ्यो ऊ पनि खुसी हुँदै थियो किनभने मैले यसो भन्दै थिएँ मेरो इतना बिमार मैले यति साह्रो बिमार मैले बोकेको छु भने चाहिँ टेन्सन गरेको थिएँ ऊ पनि खुसी भयो म खुसी हुँदै झर्दै गर्दा खुसी तपाईँहरूलाई खुसीको खबर एउटा टोटो लिनुहोस् थ्याङ्क यू सो मच दिदीलाई त अब जहिले निकाल्नु मन पर्यो हो अब यो भिडियो हालिहाल्छु मेरो दिदीलाई थ्याङ्क यू सो मच गेट वेल सुन लभ यु सबैलाई सिकाइसक्यो कि मेरो रिपोर्ट राम्रो आयो भनेर अब बाइकको चाहिँ तपाईँलाई हामीले तपाईँलाई कल गर्छौँ कि अगर त्यसमा केही डिफेक्टहरू छ भने हामी तपाईँलाई कल होइन नर्मलै छ भने बादमा हामी कलेक्ट गरेर तपाईँलाई कोही बेला कसैलाई दिन्छ कोअर्डिनेटरहरूलाई कि यहाँबाट बाहिर जानुहोस् टोटो लिएर जानुहोस् है ल ओके बाई वान्स अगेन
स्टोन भएको थ्याङ्क यू सो मच आराम से लेंगोमा आउनुहोस् न हेलो दी मलाई उयो भइसक्यो त्यो हेलो सेवारो प्रिया शीतल दी तर म यहाँ चिन्नु पर्ने छ प्रिया यता प्रिया कति कवि हुन्छ म चाहिँ लु दिदी राख्छु यो म दिदी भन्छु म चाहिँ दिदी गाइले उयो चाहिँ दाम ठिकै छ नि के अझै हुनु थियो होला खोइ अलि अहिले बिमारले गर्दा है 100 आज चाहिँ मलाई एकदमै प्यारो दिदी प्रिया शीतल दिदी आउनु भएको छ तर कन्फ्युज हुन्छु म जहिले लुती दिदी र मट्टी दिदी मात्रै भन्छु होइन कति खुसी भएको रिपोर्ट पनि राम्रो आयो एक्साइटेड प्लस होइन यहाँनिर दिदी नेपालबाट आउनु भएको अब मलाई भेट्नु माया लाग्यो टाइम निकालेर आउनुभयो थ्याङ्क यू दिदी थ्याङ्क यू तिमीलाई भेटेर एकदमै चाहिँ खुसी लाग्यो हामीलाई भेटेर पनि अन्त उलाई पनि भेट्नु पुरा इच्छा थियो अब हामी पनि पहिलातिर गान्तोकतिर त जान्थ्यो अन्त त्यतिकै भेट्नु चाहिँ इच्छा थियो नि त्यही भएर अब त्यो टाइममा हाम्रो पनि अलिक यता कामले व्यस्त भयो उसलाई पनि अब उसको पनि व्यस्त भयो अन्त अहिले चाहिँ हामी उसलाई हेर्न आएको हो बिमारी भन्छ एकदम बिमारी चाहिँ टङ्लै सकेको रहेछ हल्का दुख्दैछ तर पनि स्ट्रङ भएर बस्नुपर्छ तर ऊ चाहिँ एकदम उयो रहेछ क्या अब हामी जस्तो नि सर्नु नसक्ने खाले चाहिँ होइन ऊ चाहिँ एकदम स्ट्रङ अब बिमारी जस्तो नहुने नर्मल जस्तो हुन्छ नि त्यस्तै रहेछ क्या यता दिदीको बिमारी तपाईँ बिमारी हुनुहुन्छ बिमारी तपाईँ देखेको होइन तपाईँ देखेँ पहिला चाहिँ बिमारी चाहिँ नर्मलै हो ए अन्त तपाईँले देखेन यता त यस्तो राम्री कम्ता राम्री फोटोहरू आउँदैन भिडियोमा साथै युट्युबमा प्रिया शीतलको माया गरिदिनुहोस् होला सपोर्ट गरिदिनुहोस् होला अलरेडी कस्तो राम्रो चलिरहेको छ तर अहिले भिडियो त्यस्तो आएको छैन अहिले चाहिँ हाम्रो अलिक उयो अलिक यहाँ उतापट्टि बिजी छु हो अरू कामले गर्दाखेरि अन्त भ्लगमा चाहिँ अहिले टाइम दिनु पाएको छैन अब अलिक पछिदेखि चाहिँ टाइम दिनु पर्ने छ हाम्रो चाहिँ अन्त उसको पनि फेसबुक पेज छ है अन्त के छ युट्युबमा पनि छ लक्ष्मी लिम्बू छ है एकदम उसको चाहिँ एकदम राम्रो हुन्छ है कन्टेन्टहरू एकदम रमाइलो टाइपको है माया गरिदिनुहोस् होला तपाईँहरू पनि है ओके बाइ बाइ टाइना होटेललाई पनि बाई बाई गर्दैछौँ बाई बाई गरौँ न टोयलाई यसलाई अब माया गरेर लाने सिक्किम लाने बाई बाई ट्याना होटेललाई पनि अब मेरो चाहिँ डिस्चार्ज भयो हो भाउजू र दाजु अघि पर जानुभएको छ अलिअलि उनीहरू ठक्स भएर के भएर हो अन्त म चाहिँ अब लागेको यति बेसी सामान छ बाहिर नेपालबाट दिदीहरू आउनुभएको थियो अहिले भेट्नु अन्त जानुभयो उनीहरू पनि अब हामी पनि निक्लेको साथीहरू गरम भयो पुरा सफोकेसन पुरै साह्रो पर्यो हो गरमले अब यहाँनिर योसँग टेसेर जाने एउटै 4टा सिट सबै बुक गरेको छु किनभने म सक्दिनँ अब प्रभु कसरी पुग्नुपर्ने मामा अब यसलाई मजाले टेसाएर चाहिँ राख्छु दिदीले बिचारा मनिका दिदी पनि आउनुभएको सघाउनु सिलगढीको गरमले हत्तु बनायो कहिले हिँड्ने हो अहिले यहाँ मजाले मिलाइरहेको छु सिट अब भरेमा यसो ढल्केर पनि हुन्छ हो यसो गर्दा पनि हुन्छ अन्त धेरै माया पाएँ सिलगढीमा धेरै सपोर्ट पाएँ सबैजनालाई थ्याङ्क यू सो मच नहीं चाहिए मेरा ऑलरेडी है मेरा प्यास बाय बाय मनिका दिदी थ्याङ्क यू सो मच कति हेल्प गर्नुभयो थ्याङ्क यू सो मच हुन्छ कति राम्रो देखेको तपाईँलाई त ब्युटी हो नि अन्त है ब्युटी गर्ल नि थ्याङ्क यू सो मच ल मनिका आन्ने नाना सबै सघाउनु भएकोमा आन्ने भन्छु किनभने लिम्बुनी हो सेवारो भनिदिनुहोस् त एकताल आन्ने थ्याङ्क यू सो मच आन्नेको पनि पेज छ माया गरिदिनुहोस् ल मनिका सुब्बा थियो ए मङ्स ब्लग यस मङ्स ब्लग थियो मैले पनि गरेछ माया गरिदिनुहोस् होला मनिका दिदीलाई गरमले हत्तु भयो लु मनिका दिदी थ्याङ्क यू सो मच फर ग्लास कस्तो दामी किने भाउजू लगाइहेर्नुहोस् त तपाईँ लगाइहेर्नुहोस् त क्या क्युट देखियो 100 नहीं चाहिए मेरे पास तो ऑलरेडी है मेरो 10-20 आउने छ मेरो एउटा कोही मेरो अलरेडी एलबीको छ
तर उयोले सुहायो पुरा मनिका दिदीलाई त ल के ल्याइदिएको थियो जाइले ल्याइदिनु भयो ल थ्याङ्क यू सो मच उसको लागि राम्रोसँगले जानु हो अन्त अब नेक्स्ट टाइम आउनु ल राम्रोसँग जाति भएर आउनु सेफ जर्नी ओके थ्याङ्क यू मेरो के सनग्लासदेखि लिएर हुन्छ नि के किनिदियो माया लाग्दो बिचरा मनिका दिदीले किनिदिनु भएको सनग्लास थ्याङ्क यू सो मच दी माई प्लेजर के किनिदिनु भएको छ हिजो पनि के ल्याइदिनु भयो अस्ति फर्स्ट डे आएको दिनदेखि दिदीले यो गरिदिएकै पुरा केयर गरेकै हो गरमले कालो माथि कालो गरम कहिले हिँड्ने भइसकिसक्यो गरमले चाहिँ मेरो हालत पातला भइसक्यो यो यता यो लगाएर यो माथि यो जामा माथि सारिसक्यो है बाउजू पुरा चाहिँ पातला जस्तो भइसक्यो हो मान्छे गाडी भर्नु छैन साथीहरू बिमारी चाहिँ नआउनु यसरी मेरो दुश्मन पनि नहोस् यो कहिले भर्ने हो अब एकजना भर्छ अरे यसरी अब यसरी नै जाने भयो गुड मर्निङ एभ्रिवान सो अहिले चाहिँ म गान्तोकमै छु अब म गान्तोक चाहिँ 1 विक जस्तो बस्छु किनभने वेस्ट जानु सक्दिनँ किनभने मेरो गाउँ उयो त्यो भएको उकिन्छ भनेर हो रोड त्यस्तै छ अब वेस्टको अन्त त्यो भएर चाहिँ 1 विक चाहिँ म यतै बस्छु 29 मा चाहिँ मेरो त्यो उयो ड्रेसिङ उयो गर्नुपर्ने छ निकाल्नुपर्ने छ हो अहिलेको अपडेट चाहिँ मेरो चाहिँ टोयलेट गर्नु पुरा साह्रो पर्दैछ पुरा टाइट आउँदैछ हो अन्त दबाई पनि दिएको छैन जस्तो लाग्दैछ मलाई चाहिँ मेरो अब चाहिँ थिनाले भन्दा दिन्छ अरे दबाई त्यो छ अहिलेको अपडेट चाहिँ मर्निङको सबैजनालाई गुड मर्निङ सुतिरहेको छु म चाहिँ एकदमै म चाहिँ बेड रेस्ट गरेको राखेको छु एकदम गर्ने अब चाहिँ किनभने पछि निक्लिन्छ अरे हो पछि गएर